जय मसी मैले तपाईहरुलाई भिडियोमा मैले खाएको ढेँडो भिडियोमा देखाउँछु ल तपाईहरुले पनि ढेँडो खानु तपाईहरुकोमा रोगहरु लागेको हुन्छ तपाईहरुले ढेँडो खानु अनि त्यसै तपाईको रोगहरु सबै निको हुन्छ अनि तपाईहरुको नानी बाबुहरुलाई पनि ढेँडो खाउनु ल अनि बाबा मम्मीले पनि ढेँडो खानु ल अनि तपाईहरुको रोग सबै निको हुन्छ अनि मेरो मम्मीले सानैदेखिबाट मलाई ढेँडो खुवाउनु भएको थियो अब आज चाहिँ मेरो मम्मीले मलाई ढेँडो बनाइरहनु भएको छ अनि म तपाईहरुलाई देखाउँछु ल मेरो ढेँडो आउनु लो चलाउ त यसरी भयो धेरै मलाई नि थाहा छ कि बिस्तारै गरे अलि उम्लोस् त हेलो गाइज भन्नु हेलो गाइज उम्लिन दिनुपर्छ यसलाई यसरी उम्लिन भने काँचो हुन्छ उम्लिन दिनुपर्छ यसरी काँचो खायो भने पेट दुख्छ त्यही भएर म काँचो भएकोमा गरिरहेको छु किन हाल्नु भएको धेरै साह्रो भयो भने मैले चलाउनै सक्दिनँ मिठो थोरै खाउनु छोरा धेरै नखाउ न सानो बनाएर खाउ न मिठो तपाईहरुले पनि यसरी गरेर खानु ल मिठो